खास गरेर जनअधिकार पार्टीले 16 बुँदे प्रस्ताव गरेको छ। केही बुँदाहरू नयाँ र केही पुराना धाराहरूमा संशोधन गरेर त्यसमा नागरिकता सम्बन्धी, निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको कुरा छ। सङ्घीयतालाई सशक्त र सबल बनाउन कानुन ऐनको परिमार्जन कसरी गर्ने हो, संवैधानिक रूपमै पुलिस प्रशासन प्रदेशको मातहतमा कसरी ल्याउने हो, प्रदेशभित्र भएका न्यायालयहरूलाई गठन गर्न प्रदेश सरकारलाई कसरी कानुन बनाएर दिने हो, र जबसम्म प्रदेश सरकार बलियो हुँदैन तबसम्म सङ्घ बलियो हुँदैन। त्यही भएर मधेसी जनताको सबभन्दा ठुलो माग र यो जुन प्रदेशको अहिले स्थापना भएछ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको, यसमा सबभन्दा ठुलो हात मधेसी जनताले आफ्नो रगतसँग साटेर ल्याएको व्यवस्था हो। यो व्यवस्थाप्रति हामीलाई माया छ, तर संविधानमा रहेका कमी कमजोरीहरूमाथि पनि हामी सचेत छौँ र मधेसी खास गरेर सीमाङ्कित आदिवासी जनजातिको अधिकारहरू जसरी कुण्ठित गरेछ, खस आर्यको नाममा जसरी खस आर्यले अहिलेसम्म पछाडि पारेको समुदायहरूबाटै आफ्नो प्रतिनिधित्व गराउँदैछ, त्यसको बारेमा पनि हामीले व्यवस्था गर्न लागेका छौँ। यो सबै सञ्चार माध्यमको लागि हामीले प्रेस विज्ञप्तिको रूपमा र यहाँ पावर पोइन्ट प्रेजेन्टेसनको रूपमा पनि राखेका छौँ। म हाम्रो सहकर्मी सहयात्री अनिलजीलाई एउटा स्लाइड गरेर यहाँ प्रस्तुत गर्न आग्रह गरेँ। उहाँले यो स्लाइडको मार्फत संविधानमा अहिले भएको व्यवस्था, संशोधन गर्नुपर्ने प्रावधानहरू र संशोधन गर्नुपर्ने कारणहरू, के को लागि संशोधन गर्ने, यसमा निर्वाचन क्षेत्र निर्धारण र जनसङ्ख्याको आधारमा छ। हाम्रो संविधानले दिएको भूगोल र जनसङ्ख्या भने छ। हाम्रो आफ्नै मेरो क्षेत्रमा सप्तरीमा 1,09,000 मतदाता छ। तपाईँ पहाडी हिमाली क्षेत्रमा हेर्नु भने 7,000 मतदाता छ, कहीँ 8,000 मतदाता छ।